Hi everyone, matching with your Sony. यस्तै हो छोडिदिउँ यसलाई नमस्ते साथीभाइहरू मेरो नाम चाहिँ रिदिश तिमल सिन्हा होइन आजदेखि मैले नि भ्लग हान्दिनु लाग्यो किनभने मार्केटमा धेरै भ्लगरहरू घुमेको थिएँ मलाई नि कस्तो भ्लग हान्दिनँ मन लागिहाल्यो त्यही भएर मैले नि भ्लग हान्न थालिदिएको अनि यो भ्लगमा के हुन्छ भने मलाई नि थाहा यो भ्लग आउँछ कि नै मुजी मलाई त्यही त थाहा 3-4 चोटि मैले बनाउने कोसिस गरिसकेँ तर सफल भएको छैन अहिलेसम्म उहाँ हुनुहुन्छ नचाहिने मान्छे हो यो नचाहिने मान्छे हो यो नचाहिने मान्छे हो यो चाहिँ मेरो यो चाहिँ बाबु अघिदेखि तिमीले धकालेर म त्यहाँ पुगिरहेको 1 सेकेन्ड अनवान्टेड मान्छे किन यो चाहिँ मेरो ठुलबाउको नाजायत छोरो अनि हामी चाहिँ अहिले होस्टेलमा छौँ होइन अब क्रेजी भ्लग्सहरू म दिन्छु तिमीहरूलाई एकदम खतरा डेलिभर हानिदिन्छु क्रेजी भ्लग्सहरू अब यसो होस्टेल टुर हान्दा त यो मेरो बेड हो हल्का यो चाहिँ मेरो ट्रिमर हो मेरो होइन यसको ट्रिमर हो गाइज 1 लाख पुग्यो भने यसको टक्लु ल यसको टक्लु गोलीको पक्का नत्र छक्का ल 1 लाख भएपछि यो टक्लु ल गाइज गोलीको पक्का नत्र छक्का भाइ यस्तोले गर्दा हो कि देश के हुन्छ यो माओवादीको छोरोले देश बेच्ने कुरा गरेको विप्लवको अब विप्लवको छोरो डिफेन्समा आयो म त्यसै नै यो मोबाइल दिने नै हो राति अहिले भ्लग हाल्नुहुन्छ सरबाट जाउँ न त ओ टिभी लुकान यो चाहिँ मेरो होस्टेल हो के होस्टेल हो यो होस्टेल के होस्टेल हो यो भाग्दिए हुन्छ यो होस्टेलबाट ल हल्का प्रमोसन है त यो हल्का म चाहिँ हामी यसलाई म कट गरिदिन्छु अब हामी अर्को ए भाइ भिखारीहरू कति गर्छन् यार तिम्रो अब छिटै हुन्छ नि त मेरो ल गाइज होइन यो चाहिँ हाम्रो अर्को रुम हो आर्यमन भन्ने यही हो नि त्यो पासपोर्ट छ नि हाम्रो रुमको पासपोर्ट यसैको नाममा छ आर्यमन हाम्रो रुममा कहिले इन्ट्री गर्न हो भने के भन्न पर्छ अरे आर्यमनको पुती यो भ्लग युट्युबमा आउँछ 1 पिस हिरो केटाहरूले सबले अहिले कपाल काटेर आहान खै हेरौँ त आर्यलन्डको उहाँ चाहिँ हाम्रो गणतन्त्रको बारेमा दिने स्पिच दिने ओ ल हाम्रो स्पेसल गेस्ट रवि लामी छानेको भतिज घन्टीको उम्मेदवार घन्टीको फ्युचरको गफ हाने जस्तो लाउला हो कि नै फेरि रियल फ्याक्ट टु फ्याक्ट भन न साँच्ची भन हो कि नै फेरि म मेरो जनताहरूलाई हावा कुरो स्प्रेड गर्दिनँ के यो पागलले चुप्लाएर बस्ने भन्नु त गाइज एसआरबी देशी गेमर हजुरको नाम के हो हजुरले आफ्नो इन्ट्रोडक्सन कसरी दिनुहुन्छ अनि मेरो डायलेक्ट छ 6000 को चप्पल केटा हो जापानबाट आँखा लाउँछ भनेर भित्र आयो न्यू ब्यालेन्स ओरिजिनल 1 सेकेन्ड कन्डिसन हेरौँ न कन्डिसन नेपालको वातावरण चल्दैन न्यू ब्यालेन्स जाम चाहिँ फेरि पुमा भन्छ फेरि ओरिजिनल भित्र यो नि कडक छ ल है यस्तै रमाइलो भ्लग चाहियो भने हेरिराख्नु होला रिदिश भ्लग्स नाम चाहिँ अहिलेसम्म बनाइने युट्युबको अब के भन्छ थाहा छैन जो रिदिश चाहिँ हुन्छ अगाडि
के हुन्छ थाहा छैन होला सायद रिदी एउटा खतरा कुरा गरिदिउँ न ब्लगमा विराजलाई ढलाइदिउँ आइज विराज आइज न क्रेजी हुन्छ के आइज न आइज भोट हो कि नै 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 ए नरो न आइज न ब्लगमा क्रेजी हुन्छ के आइज न आइज कस्तो हुन्छ जोड्ने हो जोड्ने लामो तेरो भिडियो हाल्न 10,000 मेरो सुन गर्न यार क्रेजी हुन्छ कि कन्टेन्ट क्रेजी आउँछ लाइभ फ्याक्ट म त्यस्तो जनताहरूलाई झुकाउने कामै गर्दिनँ फ्याक्ट टु फ्याक्ट र भिडियो ल माधवले छाक हान्छ अहिले मुनि आइसियो म गरिदिनु सल्टी म यसलाई त ढलारै छोड्छु तनाव भयो गर्नु लामो सासले मर जाएगा कुत्ते की मौत जग में सब कहेंगे मर गया मादर चोट लाला This is the end.